भारतमै ठग खलिएका रामदेव बाबाले नेपालमा हदबन्दी छुट पाएर 593 रोपनी जमिन अपचलन गरे। आयुर्वेदिक विश्वविद्यालय चलाउन तथा जडीबुटी खेती गर्न भनेर पतञ्जलिले बनेपामा किनेको जग्गामा प्लटिङ गरियो। योग पीठका नाममा जग्गा किन्न अनुमति दिने माधव नेपाल नेतृत्वको तत्कालीन मन्त्री परिषदको 2.5 महिनामै बिक्री गर्ने अनुमति दिएको थियो। जस्तो करनी उस्तै भरनी। ललिता निवास कृत्यकाण्डबाट उम्केका पूर्व प्रधानमन्त्री नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर। अन्ततः पतञ्जलि जग्गाले माधवको करियर पतित बनायो। कतिपयले पूर्वाग्रह राखेर मुद्दा चलाइयो भन्दैछन्। त्यो पनि हो भन्नेमा दुई मात्र हैन। पहिला पतञ्जलि प्रकरणमा माधवलाई आग्रह राखेर बचाइयो, अहिले पूर्वाग्रह राखेर मुद्दा दर्ता गरियो, यति हो। गिरिबन्धु प्रकरणमा अहिले ओलीलाई आग्रह राखेर बचाइएको छ, पछि अर्को सरकारले पूर्वाग्रह राखेर मुद्दा चलाओस्। आखिर जनताले खोजेको त यही त हो। त्यसो गर्ने हो भने बरु एक महिनामा सरकार गिराउने र बनाउने गरे पनि जनतालाई मान्ने हुन्छ। तर जसरी भए पनि आफै जुझ्नु पर्यो, सकिनु पर्यो। गिरिबन्धु, क्यान्टोनमेन्ट र नक्कली भुटानी शरणार्थीका आरोपी विरुद्ध पनि यसरी नै मुद्दा दायर भए यो व्यवस्थाप्रति देखिएको घृणा आधा घट्छ। खास कुरा भारतीय योग गुरु रामदेव र सहयोगी आचार्य बालकृष्णको नेतृत्वमा रहेको पतञ्जलि पुस 2064 मा नेपालको कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको थियो। जडीबुटी उद्योग तथा योग महाविद्यालय खोल्ने भनेर पतञ्जलिले निवेदन दिएपछि माधव नेपाल नेतृत्वको मन्त्री परिषदले काभ्रेको बनेपामा 815 रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न 18 माघ 2066 मा स्वीकृति दिएको। मन्त्री परिषदको स्वीकृतिपछि पतञ्जलिका नाममा 593 रोपनी जग्गा खरिद गरिएको थियो। तर हदबन्दी छुटमा जग्गा किन्न स्वीकृति पाएको 2 महिनामै अर्थात् चैत्र 6 मा उक्त जग्गा बेच्न पनि मन्त्री परिषदले नै स्वीकृति दियो। उद्योग खोल्न भनेर हदबन्दी छुटमा किनिएको जग्गा 2 महिना भित्रै बेच्न स्वीकृति दिने मन्त्री परिषदको निर्णय कैफियतपूर्ण थियो भनेर भूमि सुधारका तत्कालीन महानिर्देशक केशव बहादुर बानियाले लिखित असहमति राखेका थिए। यद्यपि उनलाई स्पष्टीकरण सोधेर जिम्मेवारीबाट हटाएर यो कारोबार सम्पन्न गरियो। यसरी 2 महिनाभित्र भएको खरिद बिक्रीको कारोबार 16 वर्षपछि भए पनि न्यायिक निरूपणको विषय बनेको छ यति बेला। तर पतञ्जलि योगपीठका नाममा हदबन्दी भन्दा बढी जग्गा खरिद बिक्री गरेर भ्रष्टाचार गरिएको भन्दै अख्तियारले दायर गरेको मुद्दामा कम्पनीका सदस्य शालिग्राम सिंहलाई प्रतिवादी बनाइदा कम्पनीका अध्यक्ष र संरक्षकलाई भने प्रतिवादी बनाइएको छैन। जबकि नेपालमा दर्ता भएको उक्त कम्पनीको संरक्षकमा रामदेव छन् भने अध्यक्षमा आचार्य बालकृष्ण छन्। अब प्रश्न उठ्छ, अख्तियारले कम्पनीका नाइकेमाथि मुद्दा किन चलाएन? मुख सुक्यो कि तालु गरमायो कि हात काप्यो कि प्रभावमा पर्यो? जीवीलाई समाउन नसकेर रवि समाए, अहिले पतञ्जलिका साउ समाउन नसकेर माधव नेपाललाई मात्र समाए भन्ने नहोस्। जबकि अख्तियारले पत्रकारता समेत रामदेव र बालकृष्णले बयान दिन अस्वीकार गरेका थिए। अटेरी रामदेव भारतमै ठग कलिएका छन्। केही दिन अघि मात्र बाबा रामदेवको पतञ्जलिलाई भारतको उच्च अदालतले ठूलो झड्का दिएको छ। रामदेवको कम्पनी पतञ्जलिले कर छली गरेको भन्दै 273 करोडको जरिवाना लगाइएको थियो। जरिवानालाई चुनौती दिँदै उच्च अदालतमा याचना गरेका थिए। अन्ततः याचिका खारेज भएको छ। अपराध र दण्डमा फरक पार्दै अदालतले भन्यो अपराध जनताको सुरक्षाका लागि कानुनको उल्लङ्घन हो, जबकि दण्ड त्यो परिणाम हो जुन कानुनको उल्लङ्घनबाट आउने परिणाम हो। तर नेपालमा पतञ्जलि योगपीठका नाममा भ्रष्ट कर्मचारी, प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रभावमा पारेर नेपालका विभिन्न 10 वटा जिल्लामा हदभन्दा बढी जग्गा किन्ने र फेरि मन्त्रालयमा निवेदन दिएर जग्गा बेच्ने गिरोह मुख्य नायकीहरूको सूचीमा रामदेव र बालकृष्णको नाम अग्रपङ्क्तिमा देखिए पनि अख्तियारले उनीहरू दुवैलाई प्रतिवादी बनाएको छैन। रामदेव पूर्णतः पेशेवर व्यापारी हुन्। उनी सन्त मन्त योगी बाबा होइनन्। उनको भन्दा राम्रो योग कौशल यहीका किसान, मजदुर र श्रमजीवीसँग छ, जो पनि यहाँ ठगाउँछ नेपाललाई लुटेर जान्छ, जो फटाउँछ नेपाललाई कुटेर जान्छ, जो बेमान आउँछ नेपाललाई चुटेर जान्छ। यसलाई भन्छन् कारिन्दा शरणम गच्छामी। नेपालमा जति पनि पतञ्जलिको चल अचल सम्पत्ति छ सरकारले तुरुन्तै राष्ट्रियकरण गरोस्। गेरुवा वस्त्र र खराउ लगाउनेहरू सबै महात्मा र सन्यासी हुँदैनन्। रामदेव र बालकृष्ण पनि हुन्छन् जसले भ्रष्ट शासकसँगको मिलेमतोमा नेपालको जङ्गल, जल, जमिन र जडीबुटी कब्जा गर्छन्। भूमाफियाको दबाव राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्मको छ। नेपाल भूमाफियाको प्रयोगशाला भयो। देशभरका सटर खाली हुँदैछ, देश विदेश जाँदैछ। रोजगारीका लागि पछिल्लो 10 महिनामा मात्र 6 लाख युवा विदेशिएका छन्। केहीका सुन तस्कर भाइ, केही भूमाफिया भतिजा, केहीका मानव तस्कर छोरा र केहीका स्वकीय सचिव छोरी बाहेक कोही नरहने स्थिति आयो। नालायकीपन, असक्षमबाट देशले कहिले मुक्ति पाउला? देशमै रोजगारी गर्ने संविधान त हक अधिकार कहिले
कार्यान्वयन होला। राजनीतिक सौदाबाजी र सत्तामोहले गिरीबन्धु जग्गा प्रकरण शहीद भयो, बाँसबारी जग्गा प्रकरण शहीद भयो, टिकापुर जग्गा प्रकरण शहीद भयो, बाल मन्दिर जग्गा प्रकरण शहीद भयो। यो भन्दा राष्ट्रघात अरू के हुन सक्छ? तर भूमाफियालाई नै लाभ हुन्छ। यहाँ भिरकुटी मण्डपको जमिन, रवि भवनको जमिन, बाँसबारी छाला जुत्ता उद्योगको जमिन, बाल मन्दिरको जमिन, बालवटारको जमिन, फन पार्कको जमिन भूमाफियाले यसरी कब्जा गरे जसरी नेपोलियनले पोर्चुगललाई गरेका थिए। यता हेऱ्यो भूमाफिया, उता हेऱ्यो भूमाफिया, जताततै भूमाफिया। त्यही भएर रामदेवले पनि नेपालमा जडीबुटीमा भन्दा जग्गा कारोबारमा फाइदा देखे। यहाँ त भूमाफिया सधैँ निर्दोष, बरु भिरकुटी मण्डपको जमिन दोषी हुन्छ, रवि भवनको जमिन दोषी हुन्छ, बाँसबारी छाला जुत्ता उद्योगको जमिन दोषी हुन्छ, टिकापुरको जमिन दोषी हुन्छ। शक्तिशाली तस्कर दोषी हुँदैनन्, पहुँचवाला भूमाफिया अपराधी हुँदैनन्। कानुनी तमासा 5 दिन भूमाफिया हिरासतमा राख्न नसक्ने यिनका सङ्घीयतालाई श्रद्धाञ्जली भन्न बाहेक केही सकिँदैन। अनि कठिनाइपूर्वक प्राप्त गरेका उपलब्धि जसरी पनि जोगाइन्छ भन्छन् प्रधानमन्त्री ओली। यहाँ भूमाफियाको बोझ, तस्करको बोझ, ऋणको बोझ, जनप्रतिनिधिको बोझ, भ्रष्टाचारको बोझ, परिवारवादको बोझ मात्रै देखिन्छ। के लाभ भयो मुलुकलाई? देशलाई ऋणको भार, युवालाई विदेश पलायन, कृषिमा परनिर्भर, शिक्षा क्षेत्र ध्वस्त, स्वास्थ्य क्षेत्र अस्तव्यस्त, कल कारखानामा माकुराको जालो बनाउने पूर्व रिटायरलाई उच्च पद। यो अरू केही होइन, व्यतिथिलाई प्रोत्साहन र सम्मान गर्नु हो। यो व्यतिथिले बर्बाद बाहेक केही दिँदैन।